यो गधाको एउटा भिडियो आएको छ हिजोदेखि सामाजिक सञ्जालमा भाइरल छ कि हजको टाइममा मुस्लिमहरूलाई नेपाल सरकारको तर्फबाट 1.5 लाख रुपैयाँ दिन्छ हज गर्नको लागि। मक्का मदीना जाए लगी 1.5 लाख रुपया दै छै मुसलमान के तीर जाए के लगी। म यो गधालाई भन्न चाहन्छु, तिम्रो बुवाहरूलाई सोध के हज गर्नको लागि नेपाल सरकारको पैसाबाट हज हुन्छ कि हुँदैन। तिम्रो जुन पछिल्लोको जुन प्रधानमन्त्री थियो तिम्रो दादाहरू उनीहरूसँग सोध कि कतिचोटि नेपाल सरकारले पैसा दिएको छ हज गर्नको लागि। हाम्रो इस्लामको नलेज हामीलाई थाहा छ, नेपाल सरकारको पैसाले हाम्रो हज पनि हुँदैन। तिमीलाई थाहा छैन? सबैभन्दा पहिले अध्ययन गर्नुस् गधा। तिमी गधा भन्दा पनि ठुलो रहेछ के, गधाको बुवा रहेछ। तिम्रो यो अकल बर्बाद छ के, तिम्रो अकलमा त्यो किडा लागेको छ, किडा। सबैभन्दा पहिले तिमी मेन्टल हस्पिटल गएर आफ्नो इलाज गराउनुस्। तिमी मेन्टल हस्पिटल जानुस्, यस्तो समाजमा भड्काउने काम नगर्नुस् पागल जस्तो। तिमी त पागलै हो के, कसले तिमीलाई टिकट दियो यो चुनावको थाहै छैन। म नेपालमा हुँदा तिम्रो फेसको अगाडि तिम्रो सामने म तिमीसँग डिबेट गर्थेँ र 1 मिनटमा तिमीलाई यो नेपाल छोड्नमा मजबुर गर्थेँ। तिम्रोमा नलेज कति छ? तिमी गधा हो, गधा। गधा भन्दा पनि ठुलो। तिमीसँग अलिकति पनि न तिम्रो धर्मको नलेज छ न कसैको धर्मको बारेमा नलेज छ। तिम्रो आफ्नै धर्मको बारेमा तिमीलाई नलेज छैन। गधा गधा मान्छे कहीका। साला एउटा कुरा थाहा छैन, कहिले भन्छ म संविधानलाई मान्दैन, कहिले केही कुरा गर्छ, कहिले भन्छ आरएसएस हाम्रो यो मद्दतगार हो। गधा मान्छे कहीका। नेपालमा बसेर दुनियाँको गुण गाउँछ, जुन थालीमा खान्छ त्यहीमा छेद गर्छ, कचरा मान्छे जस्तो। तिमी मेरो सामने हुँदा तिमीलाई म जिन्दगी भरको लागि जेलमा हालिदिन्थेँ के, गधा कहीका।